यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानम् अधर्मस्य तदात्मानं सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृतं धर्म संस्थापनार्थाय सम्भवामि युगे युगे। यसको अर्थ जब जब यो धरतीमा पापले घैँटो भरिन्छ, सिधा सादा जनता साधु सन्त माथि दमन हुन्छ, यहाँहरूको सबैको बोली बन्द गर्न खोजिन्छ, तब सब कृष्ण भगवान आफै यो धरतीमा जन्म लिनुहुन्छ अनि यिनीहरूको पापीहरूको नरसंहार गर्नुहुन्छ। अहिलेको परिस्थिति भनेको ठ्याक्कै यस्तै हो। अहिलेको परिस्थिति भनेको पार्टीको होइन, अहिलेको परिस्थिति भनेको जित र हारको होइन। अहिलेको परिस्थिति समय अनुकूल समयले मागेको भनेको पाप र धर्मको पक्षको कुरा हो। तसर्थ तपाईले आफ्नो विवेकले यसमा उसमा भन्नु सम्झाइरहनु पर्दैन, तर तपाईको व्यक्तिगत विषय तपाईले बुझ्नुस्। तपाई पापको तर्फ उभिनुहुन्छ कि धर्मको तर्फ उभिनुहुन्छ, त्यो तपाईको आफ्नो आफ्नो कुरा हो है त। धन्यवाद।